25 दिन अघि नै सबै यताउता सोधपुछ गरेर यताउता गरेर राम्रो लाग्यो, बिराम्रो लाग्यो। त्यसपछि हामी आयौँ। आउँदाखेरि अब हामीले नेपालदेखि सुरु गर्दाखेरि यहाँहरू लाम्बाबु जिल्लामा यहाँ पहिलेदेखि नै सम्पर्क गर्ने बेला त्यति बेलादेखि नै अब यहाँदेखि आयौँ। यहाँदेखि आउँदाखेरि केरुङ अथवा भन्सार नाकामा बोर्डरमा यहाँले जुन किसिमले हेल्प गर्नुभयो देखाएर त्यसपछि ठाउँ ठाउँमा केरुङ सागा माथि जुन हामीलाई खाने बेलामा होस् कि सुत्ने बेलामा होस् कि गोठोको कोठाको व्यवस्थामा मजाले पनि पोजिटिभ थिङ्किङ मान्छे हो। एकदम राम्रो लाग्यो मलाई खसिरहेको है, कुनै त्यसमा ऊ लागेन, कुनै कमी लागेन। र मैले रेकमेन्ड पनि गरेँ मेरो साथीहरूलाई, जाने भयो फलान ठाउँदेखि जाऊ भनेर गरेँ। तपाईँहरूले जस्तो एउटा मैले बिरामी मान्छे जस्तो गर्नुभयो तपाईँहरूले, त्यो एकदमै प्रशंसनीय छ मेरो आँखामा। मलाई जे राम्रो लाग्यो, यहाँको खाना पनि राम्रो लाग्यो, होटलहरू पनि राम्रो लाग्यो। ओभरअल इट्स भेरी गुड। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। अनि हजुर नाम पनि भन्नुपर्छ। म निरुपमा राणा, म चाहिँ काठमाडौँको पुरानो कण्ठ वडा नम्बर 6बाट चाहिँ आएको। अनि हामीले जस्तो कि मेरो श्रीमानले भर्खर भन्थ्यो के अरे हामीले चाहिँ अब कैलाश जाने 1 वर्षदेखि गर्दै थियौँ। त्यस्तै अनुसारले चाहिँ हामीले कैलाश रिजन भेट्टायौँ। त्यहाँ कुराहरू गर्दाखेरि उहाँहरूले यस्तो राम्रोसँग ब्रिफ गर्नुभयो, उहाँहरूले काउन्सिलिङ गर्नुभयो, तयार भयौँ। अनि उहाँहरूले भनेकै अनुसारले चाहिँ हामीले सबै सामानहरू पनि किनेर सेफ्टी मेजर्सहरू पनि उहाँले एकदम राम्रोसँग बुझाइदिनु भएको थियो। के गर्नुहुन्छ, के गर्नु हुँदैन, के लानुहुन्छ, के लानु हुँदैन भन्ने कुराहरू पनि राम्रोसँग ब्रिफ गरेर भएर चाहिँ हामी त्यही अनुसार गऱ्यौँ। र त्यसपछि हामी के अरे पशुपतिबाट सुरु भएको यात्राबाट चाहिँ जुन हामीले अब केरुङसम्म गयौँ, बाटोमा हाम्रो गाइडहरू हुनुहुन्छ, उहाँले चाहिँ एकदमै होमली, एकदमै घरको जस्तो एउटा घरको परिवारको सदस्य जस्तो गरेर चाहिँ हामीलाई केयर गर्दै हुनुहुन्थ्यो। के खानुभयो, कस्तो छ तपाईँलाई, के हुन्छ, के खानु मिल्छ कि मिल्दैन, यस्तो कुरा गर्दाखेरि चाहिँ एकदम रमाइलो आफ्नो आत्मीयता जस्तो फिल भयो। अनि केरुङ आयौँ। केरुङबाट पनि हामी 2 दिन बसेर हामी जब सागा जाँदै थियौँ त्यतिखेर मलाई अलिकति गाह्रो हुन थाल्यो। किन भन्दाखेरि मैले त्यतिखेर चाहिँ अब एक्साइटमेन्ट एकदम खुसी भएर होला, उहाँहरू गाइड भाइहरूको कुराहरू चाहिँ अलिकति इग्नोर जस्तो गरेर चाहिँ मैले अब टोपी सोपी नलगाउने फोटो खिच्नलाई एकदम गरेको भएर चाहिँ मलाई चिसो लाग्यो। त्यसले गर्दाखेरि चाहिँ मलाई सागाबाट अलिक गाह्रो भयो, मलाई गाह्रो भयो। अनि गाह्रो हुँदै थियो, त्यसमा पनि उहाँहरूले चाहिँ गाह्रो हुने बेलामा पनि बेलामा आएर हामीलाई सोध्ने, अनि त्यसपछि केही हुँदैन भनेर हौसला दिने, अनि त्यसपछि के खानुहुन्छ त, खानुपर्छ भनेर हामीलाई चाहिँ मोटिभेट गर्ने चाहिँ उहाँहरूले गर्नुहुन्थ्यो। अनि त्यसपछि मान्छेहरूसँग पनि उहाँहरूको के भन्छ कनेक्सन भइरहेको रहेछ, फोनहरू भइरहेको रहेछ। जसले गर्दाखेरि हरेक सदस्यहरूलाई चाहिँ कस्तो छ त, गएको मान्छेहरूलाई कस्तो छ भन्ने उहाँले चाहिँ एकदमै जानकारी बेलामा जानकारी लिने कुराहरू चाहिँ मलाई एकदमै मन पर्यो। अनि त्यसपछि हामी मानसरोवर पुग्यौँ। हामी त्यही अनुसारले त्यहाँ मैले चाहिँ एउटा लाखपति लगेको थिएँ। म आफ्नो स्वास्थ्य देखेर चाहिँ म चाहिँ अब केही गर्न सक्दिनँ, मानसरोवरमा म लाखपति पनि बाल्न सक्दिनँ भनेर जस्तो फिल भएको थियो। तर भोलिपल्ट उठेर सबैजना जुटेर, उहाँहरूले सबैजना जुटेर बत्ती फुकाएर भिजाएर सबैजना मिलेर बालिदिँदाखेरि चाहिँ मलाई यस्तो खुसी लाग्यो। मैले सोचेँ थिएँ म र मेरो श्रीमानले एक्लैले गर्नुपर्छ होला भनेर सोचेँ थिएँ। तर त्यहाँ एउटा त्यो कम्पनीको यो टिमले चाहिँ यस्तो सहयोग गर्नुभयो, उहाँहरूको सहयोगले चाहिँ मैले बत्ती बाल्न पाएँ। अनि त्यसै गरेर दार्जिलिङ पुग्यौँ। दार्जिलिङमा पनि अलिकति ठिकै थियो, त्यति स्वास्थ्य त राम्रो थिएन। तर स्वास्थ्य नराम्रो हुँदाखेरि पनि अलिकति उहाँले चाहिँ दिदी तपाईँ चाहिँ डेरापुर पुग्नुहोस्, डेरापुरसम्म तपाईँ जान सक्नुहुन्छ, त्यहाँबाट फेरि म तपाईँलाई मिलाएर ब्याक गरिदिन्छु, ब्याक गराउन लगाइदिन्छु, म त्यति गर्छु भन्नुभयो उहाँले। तर त्यति उहाँले भन्दा पनि मैले आफैले नै हिम्मत हारेर चाहिँ म सक्दिनँ होला भनेर म गइनँ। तर त्यतिसम्मको मोटिभेट गर्नुहुन्छ, एकदमै खुसी लाग्यो। त्यसपछि फर्केर आउँदाखेरि पनि त्यही अनुसारले आयौँ हामी। अनि बसुन्जेल पनि हामीले के खाने, हामीलाई चाउलो खाने होइन, हाम्रो
किचनको विष्णु भाइले चाहिँ अनि के खानुहुन्छ दिदी भने हामी चाउलो खान्छु भने अनि सुपको रेसिपी लगेँ उहाँले त्यही अनुसारले बनाइदिनु भयो। कस्तो माया गर्नुभयो कि यस्तो खानुहोस् यस्तो गर्नुपर्छ भनेर बेला बेलामा आउने। अनि हाम्रो जुन यो 12जना के अरे 15जनाको टिममा एकजना सदस्य चाहिँ एकदमै बिरामी हुनुभयो। त्यतिकै बिरामी हुँदाखेरि पनि कम्पनीको मान्छेहरूले चाहिँ उहाँलाई गरेको ट्रिटमेन्ट भनौँ न यस्तो राम्रो लाग्यो कि यो चाहिँ मैले अरू ठाउँमा अब हुन्छ नि अरू ठाउँमा जाँदाखेरि चाहिँ मैले कहिले देखेको तर उहाँलाई गरेको ट्रिटमेन्ट यो कम्पनीको इच एन्ड एभ्री गाइड भाइ अथवा किचन स्टाफदेखि लिएर अब कम्पनीको स्टाफहरूले त्यहाँबाट बारम्बार फोनहरू गरेर गरेको कुरा चाहिँ मलाई एकदमै चित्त बुझ्यो, एकदमै राम्रो लाग्यो होइन। अनि त्यस्तो कुराहरू हेर्दाखेरि चाहिँ म चाहिँ कैलाश भिजन ट्रेक्स चाहिँ एकदमै बेस्ट, यसबाटै जानु होला सुरक्षित अनि पछि सेफली तपाईँले चाहिँ फर्केर जस कैलाशको दर्शन गर्न पाउनुहुन्छ। धन्यवाद। धेरै लामो भयो क्या।